क्या तो सुताई लेकिन कम ताई लिया लो सर नमस्ते यहाँ सुता देव जमा करो सुता झुट पुट के अरे सुन ना अरे राम सर यो भोलि जुन छ नि पर्सि पूर्व विद्यार्थीहरूलाई को भेलालाई अलिकति राम्रो बनाउनुलाई त्यो भोलि चिया खाने गरी कुत्ते सलाह करते त्यो हाम्रो केही साथीहरूले सुरलाई पनि गरेको छु अरूलाई पनि मैले लिनुको गरेको भने सुन न यिनीहरूको जुन छ नि एमालेहरूको गाउँ कसरी पनि आलुनाई बनाउनु छ र आलुनाईलाई त्यो उनीहरूको नेतृत्वमा बनाउनु छ भने यिनीहरूको अलिकति त्यो योजना बनाइरहेको छन् है त्यो अहिले बनाउन दिनु हुँदैन भन्ने हाम्रो सबैको बुझाइ छ है यो भनेको त बिहारको बेलामा बिहानमा अब त्यो पछि गरौँला सबै विद्यार्थीहरू सकिन्छ त्यति बेला बोलाउँला भनेर अहिले त्यो खालको ताल गरेर त्यति बेला है र यो हाम्रो सर्ट महोत्सव सफल कसरी बनाउने भनेर हामी सबैको दायित्व हो त्यसकारण भोलि जुन चाहिँ हाम्रो परिवार मैले सुन न त्यो पर्सि जुन छ नि पूर्व विद्यार्थीहरूसँगको भेटघाट पूर्व पूर्व के अरे हाम्रो सरहरू र विद्यार्थीहरूको यसको एउटा भेटघाट गर्ने भनेको त्यस सर्ट महोत्सवलाई कसरी सफल बनाउने कसरी राम्रो बनाउने भनेर अनि त्यसको बारेमा सरसल्लाह गर्न नै चाहियो किनभने यो हाम्रो एमालेका विद्यार्थीहरू मेरो आफ्नो सोचको कि त त्यसलाई दसैँ तिहारको बेलामा बनाउनुपर्छ भने यो माघ 2 गतेदेखि 8 गतेसम्म हो माघ 2 गतेसम्म कार्यक्रममा मुख्यमन्त्रीको लागि छ 4 देखि 8 सम्म यिनीहरूको पुरानो योजनालाई यिनीहरू फाड्न खोज्छ कि एमालेहरूले अहिले काङ्ग्रेसको नेतृत्वमा छ नि त्यसको नेतृत्व अनि त्यसलाई यिनीहरूले जसरी सफल बनाउन के गरेर त्यसलाई अगाडि बढाउँछ त्यसकारण पनि यिनीहरूको त्यसकारण भोलि बिहान चिया खाने 7:30 बजेर माग्नु न हो हो 7:30 बजेर हेलो हेलो सर नमस्कार
मत नहीं सिद्धार्थ मावी हथौड़ा भगवान मेरे लिए भगवान सब चंदेश्वर सर किशन किशोर सर आगे की नाम गली सर अपन सुनना चंद्र किशोर की चंदेश्वर सर मिली अपने जो हम तो ठीक है बात गाँव से नहीं सुनाया हाँ चंदेश्वर ठाकुर साहब सिद्धार्थ स्कूल के सेफ टीचर ये की बुझली हीरालाल सा हीरालाल श्रेष्ठ जी सा सबका चलिए चंद्र किशोर साहब चंदेश्वर ठाकुर साहब हाँ 10 गो नाम कह दिया आखिर हम एकदम सिद्धार्थ स्कूल के हेड सर से बुझली हम लोग घर में कोई नहीं जाती चोट तो साफ सुनने का लिया आई वर्ष में स्कूल के शॉर्ट महोत्सव की सिद्धार्थ महाराज के महाराज की कैसे आगे बुझलिए 8 बजे तक वेब में जैसे आपने हम कौन सा पाल में शेयर ही अरे बढ़िया मैथ टीचर यही सेवा जैसे चलित रही आगे चलता सबसे तक मैंने मकवान को रहा कि याद कर रहा हूँ सिद्धार्थ स्कूल के शॉर्ट मास सबसे तो एक था पति नहीं सर जो लोग तो आज सुनो सर आज में कैसे समाप्त अपने साथ मुझे तो नहीं देवी तो करता है हम सब हाँ हम सब सरस्वती हाई स्कूल के हम सब हमारे भैया भरोस भरोस करे थे देवी चौक पर अभी सिद्धार्थ अभी सरस्वती मामी के अकाउंटेंट सब ना आया सर आगे तो होटल पे थी होटल से कौन है अखंड होटल चल भी थी अपने कौन होटल से अपने के ये अपना ही वो चल भी थी होटल ये आओ एक बार तो भेंट कर रही थी डॉक्टर से
जहां आज इतिहास में पहली बार बर्फबारी देखने को मिल रही है, चारों तरफ ठंड का सुबह सुबह उठ मुंडा जे मिशे मजावे चोपर के तावे विच पन्ने वती जावे फूल कर मैनू मेरी सहेली सदी जावे फूल उते बापू में सुबह सुबह उठ मुंडा जे मिशे मजावे चोपर के तावे विच पन्ने वती जावे फूल कर मैनू मेरी सहेली सदी जावे फूल उते बापू में सुबह सुबह उठ मुंडा जे मिशे मजावे चोपर के तावे विच पन्ने वती जावे फूल कर मैनू मेरी सहेली सदी जावे फूल उते बापू में सुबह सुबह उठ मुंडा जे मिशे मजावे चोपर के तावे विच पन्ने वती जावे फूल कर मैनू मेरी सहेली सदी जावे फूल उते बापू में सुबह सुबह Namaste, namaskar, Satsao. With that, the 2025 season comes to an end. Good night. With that, the 2025 season comes to an end. Good night. With that, the 2025 season comes to an end. Good night. With that, the 2025 season. मासुखान छोड्नु त मन छ तर केही कुरा सम्झना असर लाग्छ त्यसैले अहिलेसम्म छोड्न सकेको छैन कुरो के भने नि कान भरने वालों ने भगवान श्री राम का बनो आने वाले साल को सलाम जाने वाले साल
जरा खाले नाही मिळेल जा रे ना खा नहीं खेबा नहीं तो काल काम नहीं चल ना खाना खा लिया ना वो खा का थोड़ी पेट भरा काल खाना ला चल हम जाए खाना ततावा हम नींद लागल अब बिछान पर हम सीट के थोड़ा उठ उठा ते दुआ बिछान पर हम नहीं जाए उद्या जे सिनेमा पॉपकॉर्न खा लेते हैं
देखिए ये होती है ऐसे रात का नहीं कर देखती कंट्रोल भी साल और उखा के पैंट में तो सर्दी हो जाता खोखो गए कान पे गया कल है पॉकेट भूखा है Yo, that's it. Huh? That's okay.
हाँ
हेलो रवि मैडम सुनवा हो फिर वो तो बात करे छे हो मैडम नमस्ते मैडम नमस्ते अनि अचेल चाहिँ आउनुहुन्छ मैडम एउटा पनि काट्नुहुन्छ हजुर मैडम हजुर हजुर यो वर्ष हाम्रो विद्यालयको स्वर्ण जयन्ती हुन्छ है अनि त्यो चाहिँ माघको 2 गतेदेखि 8 गतेसम्मको कार्यक्रम रहेछ मैडम है हजुर मैडम ए हजुर हजुर यहाँ कस्तो छ मैडम हाम्रो पूर्व शिक्षक साथीहरू पूर्व विद्यार्थी उच्च ओहदामा पुगेका विद्यार्थीहरू होइन अब सबैलाई त्यसरी त्यो यसो स्वर्ण महोत्सवको समाजका साथै गर्ने अनि त्यो 4 गते नि मैडम त्यसको उद्घाटन छ है मुख्यमन्त्री आउनुहुन्छ 4 गते ए त्यसो भए मैडम 4, 8, 6, 7, 8 सम्म कार्यक्रम रहेछ 8 गते चाहियो ए 8 गते आउनु भएन छैन 8 गते 10, 11 गते ठीक हुन्छ मैडम त्यसमा मेरो मैडमलाई बिजी गरेर आउनै पर्छ हजुर हजुर अनि सुन्नु मैडम हजुरको बाबु सगुन हैन सगुन बाबु हैन सगुन पनि अनि सुन्नु न सगुन बाबु त हाम्रो विद्यार्थी नै हो दार्जिलिङ पढेको होइन हामीले काम भएको अनि मैडम सुन्नु हजुरलाई एउटा सानो कुरा भने मैले त्यो भोलि होइन पर्सि जुन छ नि मैडम बिहान 7 र 7:30 बजेतिर पूर्व शिक्षक पूर्व प्रहरीहरू पूर्व विद्यार्थीहरू होइन त्यो सबैको एउटा सानो भेटघाट कार्यक्रम 7:30 बजेतिर होइन त्यही स्वर्ण महोत्सव तयारी सगुनमा त्यसमा रेखा मैडम अनिता मैडम होइन रेखा मैडम रमा मैडम अनि त्यसपछि गङ्गा मैडमहरू सबै आउनुहुन्छ भेटघाट पनि हुन्छ साथीहरूसँग मैडम पर्सि बिहान हजुर पर्सि बिहान 7:30 बजेतिर चाहिँ आउँदा ठिक हुन्छ भनेर त्यसो भेटघाट गर्ने सोच गरेको
हजुर हजुर त्यसो भए म्याडम सुन्नु न यो माघको 9 गते सब्सिडी पूजा रहेछ है अनि त्यति म्याडमहरूले पाउनुहुन्छ खासै कि भेटी जुन चाहिँ त्यति बेला दिनुभयो भने भोलिपल्ट सब्सिडी मात्र पूजा पनि छ होइन त्यसैमा चाहिँदैन नि त त्यो सजिलो हुन्छ कि ए हुन्छ म्याडम नभए पूजा पूजा जुन हुन्छ नि सब्सिडी पूजा त्यसरी म्याडमले काम पनि नगरे पनि दिएर त्यो पूजा हुन्छ हुन्छ हजुर हुन्छ 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 नि हुन्छ हुन्छ ए हुन्छ म्याडम यो जिम्मा लगाएर यसो स्कुलमा पठाइदिँदाखेरि हामी सिल गरौँला म्याडम हजुर 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 स्कुलमा अब हेड सरको जिम्मेवारी मैले पाएको छु म्याडम अब हजुर हजुर अब 4 महिना बाँकी छ म्याडम हो म्याडम 4 महिना बाँकी छ जे हो स्वर महोत्सव मनाएर जान पाइयो त्यही ठुलो कुरा हो अनि सुन्नु न सगुन बाबु सहित आउनुपर्छ ल किनभने सगुन बाबु पनि अब हाम्रो एउटा सम्मानित हामी समूह सगुन बाबुप्रति गर्व गर्छ विद्यालयका बाबु हुँदै राम्रो भएको छ आर्थिक तर्फबाट पनि चलिरहेको छ सगुन बाबुलाई पनि सम्मान गर्नुपर्छ हामीले हजुर म्याडम धेरै राम्रो एकदम सबै हामी सबैको शुभेच्छाको कारणले भएको हो भगवानको आशीर्वाद हो त्यसो भए म भन्नु यसो गरौँ भोलि बिहान भेट हुन्छ म्याडम है म भोलि भर्नु गराउँछु म्याडम त्यो हजुरले कति बेला भन्नुहुन्छ त्यति बेला आइहाल्नुहुन्छ भोलि बिदा सुन्नु न भोलि बिदा छ पर्सि बिदा छ आइतबार म्याडम आइतबार पाउनुहुन्छ ए हुन्छ म्याडम एकदम हुन्छ म्याडम बाबु सहित बस्नुपर्छ ल बाबु सहित आउनुपर्छ ल अनि सुन्नु त म्याडम सगुन बाबु पनि अहिले यही छ नि त यही हो सुन्नु न त्यसो भए सुन्नु न पर्सि बिहान सगुन बाबुलाई एकछिन पठाइदिनु नि त पूर्व विद्यार्थीहरूको कार्यक्रम छ होइन यसो आएर गएर हुन्छ नि त एकछिन बसेर के हुन्छ ए त्यस्तो हो भने त ठिक छ
गएन भने पछि बिहान सेक्सन अनि म्याडम पनि सक्नुहुन्छ भने आउँदा हुँदै पछि बिहान यसो भेट्दाखेरि सजिलो छ भने आउनु होला नत्र गाउँ होइन हस् हस् म्याडमले माया गर्नुहुन्छ मलाई त झन्झन्ती म्याडम चाहिँ कति सहयोगी कति पुण्य आत्मा भएको त्यस्तो हुन्छ भन्ने हजुर हामी सबै परिवार यही छ म्याडम घरै बनाएको छु म भुटन ब्रेक मन्दिरबाट त्यस्तो छैन हो भुटन ब्रेक मन्दिर पूजा गर्दाखेरि पूजा लगाउँदा हो ए हो मेरो घरमा ड्युटी पाहाडमा चलिरहेको छ त्यो अर्कै खाते ए यस म्याडमहरुको आशीर्वादले काम गरिरहेछ चार पाँच जना छौँ तो हामी सक्नुहुन्छ हो को नाना कसको सोधिले अरे ए ऊ शारदा ढकाल हो नि म्याडमले पढाउनु होला है शारदा ढकालले म्याडमले शारदा ढकालले पढाउनु होला स्कुलमा त्यहीबाट म्याडम चाहिँ अमेरिका पनि आउँदा स्कुलमा मतलब मैडमको नम्बर खोज्दा त्यो हाम्रो रमा मैडमलाई रिक्वेस्ट गरेको रमा मैडमको नम्बर इज मैडमको अनि मलाई शेयर गर्नु भएको छ ल पढ्न पाइयो हुन्छ हुन्छ बेटा म भन्छु ल म पठाइदिन्छु एकदम सुन्नु न हजुरले भन्नुहुन्छ भने म भोलि नै पठाइदिन्छु त्यो ल आइतबार पठाइदिन्छु हुन्छ हजुर केही छैन सरस्वती माताको आशीर्वाद मेरोलाई प्राप्त छ नमस्ते मैडम नमस्ते जय प्रभात वाला
आराम कर लेना और कर दे साइड और बैटरी नहीं उल्टी उल्टी
आएगी आएगी पार्टियां पड़ेगी बिगड़ेगी मगर ये देश रहना चाहिए इस देश का लोकतंत्र रहना आज हम इसी नेता को याद कर रहे हैं आज हम उस विचार को याद कर रहे हैं जिसका नाम था अटल बिहारी वाजपेयी अटल जी राजनीति में और सत्ता की तलाश में वे शब्द लेकर आए विचार लेकर आए और राष्ट्र को दिशा देने का संकल्प लिया। अभी इसलिए जानते थे कि शब्द चोट भी पहुंचा सकते हैं और मरहम
जयन्ती समारोह सम्पन्न हुँदैछ। उक्त समारोहमा म पनि सहभागी हुँदैछु र सम्पूर्ण पूर्व विद्यार्थी छात्रहरूलाई सहभागिताको लागि हार्दिक आग्रह गर्छु। गृहमन्त्रीले अब चाहिँ अल्टिमेटम दिन्छ कि त काम गर कि त कुछ हामीले तपाईँको 84 को चुनाव
क्या कर सकते टॉयलेट नहीं जाने में की हाँ क्या कर सकते Let's see. Ini dia bicara macam kamu cerita macam Después pasan con ya. Algo y algo. आपने करो तो ना आपने करो कैसे very clearly
है